जर्मनीमा एउटा सलिड एन्टरप्रेनर हुन त के गुणहरू चाहिन्छ? गुणहरू त खै अब मसित नि छ कि छैन थाहा छैन होइन, के चाहिन्छ त अब युआर बिङ हम्बल हियर होइन, नभएको भए अब आज यो स्थानमा पनि पुग्नुहुन्न थियो। के चाहिन्छ भन्दा पनि एउटा डिसिजन मेकिङ एबिलिटी चाहियो। अनि ल म अब चाहिँ सुरु गर्छु भनेर उभिन सक्ने आफूमा कन्फिडेन्स चाहियो। जति नै प्लान बनाए पनि, जति नै रिसर्च गरे पनि, जति नै एउटा थ्योरिटिकल सिनारियो बनाए पनि जबसम्म ल मैले सुरु गरेँ भनेर उठ्दैन नि मान्छे, तबसम्म त्यो प्लानमै सीमित रहन्छ क्या। अनि त्यही भएर मलाई चाहिँ सबभन्दा इम्पोर्टेन्ट क्वालिटी मैले अब आफ्नै एक्सपिरियन्समा नि भनेको, अरूहरूको एक्सपिरियन्स अरूहरूको देख्दा पनि भनेको, उठेर ल म चाहिँ अब हिँड्न थाल्छु अथवा म चाहिँ अब गर्न थाल्छु, मेरो चाहिँ अब आजबाट यही हो भनेर अगाडि बढ्नु नै सबभन्दा बेस्ट क्वालिटी हो एउटा इन्टरप्रेनरको लागि। त्यसपछि आउने हर्डल्सहरू त बिस्तारै सिक्दै गइन्छ होइन। त्यसपछि आउने डिसिप्लिन हुन्छ। डिसिप्लिन पनि यो सेन्समा कि एभ्री डे यु हेभ टु गिभ 12 to 16 hours फर द बिजनेस। यदि त्यो भएन भने पनि बिजनेस खोलेको छु तर आफू एकतिर बिजनेस अर्कोतिर छ भने चाहिँ त्यसले काम गर्दैन। बिजनेस भनेको पनि मेरो विचारमा चाहिँ एउटा प्लान्ट जस्तै हो क्या, जति उसलाई स्याहार गर्यो त्यति फक्रिँदै जान्छ। त्यो चाहिँ मेरो पर्सनल एक्सपिरियन्स पनि हो। अनि पहिलो त सबभन्दा पहिलो त उभिएर ल म गर्छु भनेर अगाडि बढ्नु पर्यो। दोस्रो डिसिप्लिन, त्यो क्वालिटी भएपछि बाँकी भनेको क्वालिटिजहरू चाहिँ बिस्तारै आउँदै गर्छ जस्तो लाग्छ मलाई चाहिँ। अब चाहे त्यो कम्युनिकेसन स्किल्स होस्, चाहे त्यो डिफिकल्टिजहरूलाई कसरी चिर्न सक्छ भन्ने त्यो जिद्दीपना होस्, त्योहरू त बिस्तारै आउँदै नै जान्छ। बिजनेसले सिकाउँदै नै पनि जान्छ।